ल नमस्कार, म जयराज आरन, पुराना गाउँ 9 सिमले साबिकको 5 मा चाहिँ म बसिरहेको छु। अहिलेसम्म सबैले गाउँ छोडेर यताउता घर झ्याल ढोका सबै बन्द गरेर गए तापनि मेरो बाउको सृष्टि हो, मेरो सम्पत्ति हो, हामीले यसलाई संरक्षण गर्नुपर्छ। पछि बाहिर जति नै जे नै भए पनि अन्तिममा आखिरीमा यही ठाउँमा हामीले यो चाहिँ ठाउँमा आउनुपर्ने जस्तो भएर चाहिँ अब लगभग बुढेसकालमा नसकेपछि चाहिँ बाटा लाग्न राम्रै होला। तर यतिखेरको अवस्थामा अहिले खेतबारी सबै बाँझो राखेर जानु पनि राम्रो होइन। सबैले चाहिँ यसै गरी बुझ्देर अलिकति छिटो नगइदिएर अलि राम्रो संरक्षण गरेर बस्दैदेखि अलि बाघ भालु स्याल जनावरहरूको त्यति डर हुने थिएन। र यो सिमलेमा चाहिँ मलाई छोड्न मन नलागेको किनभने अब यो चाहिँ हाम्रो 5 नम्बर 4 र 5 को सिमानाको डाँडो चाहिँ धेरै राम्रो र धेरै रमाइलो सबैतिर देखिने र पुछाडबाट आउँदा नि यो बाटो चाहिँ उता पिङखुरी भदौरे गेलु अनि यता चनखु चाहिँ यो सबैको चाहिँ वारब्यार ओहोर दोहोर गर्ने, मान्छेको लाइन कहिले नि नटुट्ने, सबैलाई मिलामत्तमा गफ गर्न पाइने, भेट्न पाइने भएर चाहिँ अनि त्यो पनि रमाइलो। एक अर्को कुरो गएर चाहिँ सिमले जुन हाम्रो मन्दिर हामीले चाहिँ स्थापना गर्यौं त्यो मन्दिरको कारणले झनै रमाइलो हुँदै गयो। त्यहाँबाट अर्को कुरो त्यहाँबाट अलि माथितिर गएपछि एउटा चाहिँ चौतारो मेरा हजुरबाउ हजुरआमा बुबाहरूले चाहिँ कसले रोप्नु भएको थियो या मेरो चाहिँ त्यो रोप्नु भएको वृक्षहरू दुईटाको संरक्षणको लागि चाहिँ यहाँ एउटा चौतारो पनि बनाइयो। बस्ने ठाउँहरू राम्रो, धुलो माटो केही नभएको सबै कुराहरू त्यसरी बनाइयो। बनाए पश्चात अनि यसको एउटा पहिलो मन्दिरको शो भयो, त्यहाँबाट चौताराको शो भयो। अर्को कुरो गएर टिकाराज आरन चाहिँ मेरो चाहिँ अब ठुला कान्छा हजुरबुवाका चाहिँ छोरा हुनुहुन्छ। मेरो नातामा चाहिँ मैले अङ्कल भन्नुपर्ने र अङ्कल चाहिँ उहाँ माओवादीले मारेको भएर चाहिँ उहाँको पनि एउटा ठुलो भाइ ज्ञानेन्द्रले चाहिँ हार गुहार कता कता के गरी या कसरी चाहिँ शहीद घोषणा गरेर अहिले यही चौताराको अघिल्तिर शालिग बनाइएको छ। यो शालिगले झन् धेरै सुनमाथि सुगन्ध थपेर धेरै राम्रो, धेरै रमणीय चाहिँ त्यति राम्रो ठाउँ बनाइएको छ। र यहाँ चाहिँ हामी बेलुका बिहान यसो गफ गर्न आउँदा बस्न आउँदा भेटघाट हुने क्रम र अनि यो शालिग यो चौताराको चिसो हावा तलको देवताको मन्दिर यिनीहरूले गर्दा शोभाएछ। र यसको लागि पनि हामी आएर यस्तो 2-4 जना 1-2 जना दाजुभाइहरू सबै बसेर गफ यताउता सबै गर्ने क्रम चाहिँ हाम्रो यथावत जारी नै छ। र यो भन्दा माथि फेरि विद्यालय छहरको यो चाहिँ विद्यालय छ। अनि यो टोलको पल्ला टोल ओल्ला टोल माखला टोलको विद्यार्थीहरू चाहिँ त्यहाँ जम्मा हुने, टिचरहरू आउने जाने गर्ने र त्यो तेस्रोमा गएर त्यो पनि झन्नै रमाइलो भइरहेको छ। र अनि त्यहाँबाट हुँदै गर्दा जुन बाङ्गेशाला मावि छ, माविमा जाने टिचरहरू नि सिमलेबाटै जानेछन्, तल्लो टोल माखला टोलबाट जाने भएको कारणले गर्दाखेरि झन् त्यहाँबाट अर्को थप रमाइलो छ। त्यस पछाडि गएर माथि एउटा लाँकुरी पनि छ, गएर यसो विश्राम गर्ने झनै टापुमा छ। त्यो चाहिँ सारा पुरा एरिया नै देखिन्छ, हावा त्यत्तिकै लाग्छ। चैत वैशाखमा जाडो नै हुन्छ त्यहाँ बसिरहँदा पनि भने त्यहाँ त्यसले अर्को झन् शोभामान दिएको छ। र त्यसकारणले गर्दा त्योभन्दा अझ माथि मानी डाँडो भन्ने छ पहिला पुर्ख्यौली चलनमा, र त्यो मानी डाँडोबाट चाहिँ झन् बाङ्गेसल्ला यो चाहिँ अब पुरानाको सिमाना, त्यहाँबाट चिसापानी यो चाहिँ सारा सञ्चार तल्ला पोखरे माखला पोखरे इतिहास सबै सिग्राल छापखानी एरिया सबै देखिने ठाउँ झनै राम्रो छ त्यो पनि। र त्यसको कारणले गर्दाखेरि मलाई चाहिँ यो ठाउँ छोड्न मन पनि नभएको हो, बसिरहन मन लाग्नुको कारण र यस्तो शोभनीय र यस्तो घुम्ने पर्यटक क्षेत्र जस्तो ठाउँलाई चाहिँ मैले छोडेर नचाहेर सकिन्छ भने सबै छिमेकीहरू मेरा वंश दाजुभाइ इष्टमित्र कोही पनि चाहिँ नगइदिएको भए झन् रमाइलो हुन्थ्यो। तर अहिले पनि हामी छौँ, सबैजना छौँ, गफ गरिरहेका छौँ। र यो चाहिँ अब धेरै किन भनिबस्नु, सायद आउनुभयो भने तपाईँहरूले पनि देख्नुहुनेछ, हेर्नकै लागि भने आइदिनु होला। र सबै कुराहरू चाहिँ पर्याप्त भएको ठाउँ भएर मैले यति नै बोलेर बिदा हुँदै चाहेँ। हस् त, ल, धन्यवाद, नमस्कार, जय नेपाल।